गाइस वेलकम ब्याक टु माई न्यू ब्लग। अनि आज चाहिँ हामी टक्कै यता मेलातिर आइदिरहेको छौँ होइन। आयो तपाईँहरू पनि सन्चै हुन्छ होला। अनि म पनि सन्चै छु। आज चाहिँ हामी यसो मेलातिर आइदिएको यो चिसाङ मेला हो हाम्रै गाउँतिरको। अनि आउनै पर्छ आफ्नो गाउँतिर त सलफल हाल्नु आफ्नो मेला टक्क अगाडि छ। यसो घरबाट स्टार्टिङ गरौँ भनेको ब्लग, तर यस्तो भयो फोन अलिक छैन कि मसँग, त्यही भएर मेलामा चाहिँ यस्तो भिड छ अहिले नै। अहिले चाहिँ हामी टक्क 12 बजीतिर आइरहेको छु होइन। त्यही पनि यहाँ भिडको महल छ। यस्तो मान्छेहरू नयाँ नयाँ किसिमको पनि देखिन्छ। तर यो मेला चाहिँ अब्बो ठुलो लागिरहेको छ साथीहरू। तपाईँहरूले मिस गर्नु होला योपालि चाहिँ। अब अर्को पालि चाहिँ आइदिएको म टक्क तपाईँहरूलाई बाटो पनि देखाइदिन्छु, कहाँ लाग्छ लोकेसन सब भनिदिन्छु। मेला चाहिँ 3-4 बजीतिर आउनुपर्छ सिस्टममा। अजिबो मान्छे देखिन्छ त चिने कहिले नदेखेकोहरू। यहाँबाट यो बाटोबाट आउँदाखेरि चाहिँ शीतल हुन्छ कि। यो बाटो चाहिँ अलिक रुखहरू पर्छ, त्यहीँ बाटो छ। यो चाहिँ हाम्रो ब्रिज होइन। यहाँको पुल अलिक कस्तो छ। मेला चाहिँ उता छ। अब रोडेदेखि पनि हेर्न मिल्छ, हेर्न सक्नुहुन्छ तपाईँहरू। मान्छेहरू पनि नराम्रो पनि देखिन्छ। टक्क हुँदैछ। पुलको नाम पनि यहाँ छ। अब यताबाट मेला पस्नु पर्छ यस्तो छ। यस्तो हुँदैछ। टक्क तलतिर जाँदैछौँ होइन। यता चाहिँ मेला छ अहिले। यता पनि पस्नुहुन्छ, भिडियो सब देखिन्छ कि हुँदैछ यतातिर अलिक गाउँमा। हामी पनि यसो चल्दा हाल्नु न मेलाभित्र। टक्क के बोल्छ अङ्कलले। राम्रीहरू पनि देखिन्छ त। यो मेलामा चाहिँ पक्कै हराइन्छ क्या। यो मेला चाहिँ अलिक ठुलै छ कि। यहाँ फेरि पम्प लाउने सिस्टम फेरि डेन्जर छ भइरहेको। अब यस्तो छ नजारा चाहिँ। हाम्रो यहाँ अर्ग्यानिक छ जुस। अङ्कल आइ भनिदिनु लु। टक्क यहाँ फेरि माथि फेरि डाँडाबाट चाहिँ हेर्नु नि खासमा चाहिँ। ल अब यता चिसो बियरहरू सब पाइँदो रहेछ। टक्कसँगले अब माछा ट्राई हान्नुपर्छ होला हौ। फ्राई मोमो पनि पाइन्छ। यसलाई चाहिँ के भन्छ थाहा भएन मलाई। हुक्का पनि पाइँदो रहेछ। मेलातिर ल केटा हो के छ हौ केटा हो कस्तो लाग्यो मेला? गर्मी। यहाँको सोझो चाहिँ म होइन। टक्क म चाहिँ बियर सियर हान्दिनँ। यहाँ बियर सियर आइसकेको छ केटाहरूको लागि सबको लागि। एक्सट्रिम चाहिँ टक्क हान्नु। एक्सट्रिम हान्यो म चाहिँ। यसो साथीहरू पनि यसो ल अब हाम्रो यसो ओपनिङ हुँदैछ। न्यु इयर चाहिँ आज हो नि हाम्रो। टक्क अब मोमो चाहिँ चाख्नुपर्छ होइन। मैले चाहिँ बिर्सेको थिएँ, अब अहिले याद आयो कि अब कस्तो रहेछ भनेर तपाईँहरूलाई पनि सुनाइदिनु न। टक्कसँगले कस्तो छ भनेर म तपाईँहरूलाई टेस्ट गराउँछु। मोमो चाहिँ बबाल छ होइन। अर्को पालि पनि आउनुपर्छ खानुलाई।
तपाईँहरू पनि आउनु होला टक्क अब मेलातिर यस्तो हुँदैछ रमाइलो हुँदैछ अरे आएन मेलातिर चलपाल हान्नु मेलामा रोजी नै आउने भयो अझै हामी टक्क यता लाग्दैछौँ यसो रमाइलो गर्नुलाई यसो यहाँनिर यता गइदिउँ भनेको कि अनि टक्क भएन खेलाइदिने कोसँग टक्क यहाँ सेकुवा पोलाइ हुँदैछ अझ हामी पिङ खेल्नु यस्तो लाग्दैछौँ होइन टक्क यहाँ भाइहरू टन्नै आएर छ मलाई त अलिक गिद्दी टाइपको लाग्छ कि अलिक यसो अलिक ग्रुपमा हिँड्नु अलिक गिद्दी लाग्न थालेछ क्या टक्कतिर गएको छौँ यहाँ चाहिँ टक्क तिर हनाइ पनि छ के छ दाइ मैले झाँटो बोल्दै सब एकचोटि ट्राई हान्नु पऱ्यो अब बुढीलाई फोन गरौँ टक्कसँगले यो खेल्नु कि म यो खेल्नु म कन्फ्युज भयो क्या यसमा त आम्मामा मान्छे त तान्छ हो खेल्नु पर्यो जस्तो छ अब टक्क खाली छ होइन यतातिर यसो आइदिरहेको थियो हामी चाहिँ पिस हान्नुलाई पिस हान्ने ठाउँ के गर्नु यहाँ त दिउँसै हगिदिरहेको थियो अब के भन्नु तर भाइ हो यस्तो चल्छ अब मेलामा आउँछ इमर्जेन्सीमा हुन्छ टक्क अब यस्तो माथितिर जाँदैछु मेलातिर खाली रहेछ अगाडि चाहिँ यस्तो छ मलाई त मान्छे नै देखेको थिइनँ यार पहिले जस्तो पहिला जस्तो अहिले मान्छे नै हुँदैन क्या त्यस्तो मेलाहरूमा आउँदैन यस्तो भनेको म्याचको पनि प्राइस पनि 150 रुपियाँ हो 100 रुपियाँको ठाउँमा 150 रुपियाँ के गरेको अस्ति क्या यो मुजी औडाहरू सँगै अब हाम्रो पिङ फेरि स्टार्ट हुँदैछ है अब साथी म अब सिक्सेर खेल्नु पर्ने सबै त राम्री पनि छ अगाडि हाई भनिदिनु न उसको स्माइल फेरि कडा छ है यस्तो राम्री मान्छेको लुक्सले त म त ढल्यो कति राउन्ड गयो कति छिटो उतारिदियो क्या यिनीहरू साथी अब आइसक्रिम किन्न आँटेको छ अब हामी आइसक्रिम खान्छ अब चाहिँ टक्क आइसक्रिम किनेर होइन अब आइसक्रिम अब हालिदिनुपर्छ यस्तो गर्मी मौसममा लास्टै गर्मी छ होइन यस्तो गर्मीमा चाहिँ आइसक्रिमले नै ठन्डा बनाउँछ क्या अब यस्तो आइसक्रिम हालिदिनुपर्छ यस्तो रमाइलो हान्नुपर्छ दाजुभाइहरू
लभा आइसक्रिम हामीले बस्छ अब यस्तो तरिकाले त्यस्तै छ यस्तै हुँदैछ अब आइसक्रिम हामीले टक्कसँगले तेरो बाबुको आइसक्रिम खान्छस् खतम मेरो यहाँ तल आइसक्रिम लभा आइसक्रिम ओ राम्रीहरू के छ आइसक्रिम चाहिँ जे होस् बबाल छ है तर धुलो उडिरहेको छ तर मलाई बाल छैन क्या तर पनि मिठो 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 यस्तो गर्मीमा आइसक्रिमले मात्र गर्छ क्या गर्मीलाई काम यता चाहिँ मिठाईहरूको आइटमहरू छ होइन यसो भरे घर जाने बेला चाहिँ लानुपर्छ यसो हल्का यस्तो छ मेलामा कोही म त एउटा पनि राम्रो देख्दिनँ त टक्क अब यता टक्क अब हामी चाहिँ यतातिर जान्छौँ होइन माथितिर यसो चलपाल हान्नु यसो भाइहरू अगाडि चलपाल एकजना सेक्दिउँ भनेको कि तर कोही पनि देखिँदैन क्या सेक्ने लायकको कोही न्युकै खोज्दैन अब हामी यस्तो वारीतिर जान्छौँ भने माथिपट्टि होइन माथिलाई अब के भन्छ वारी भन्छ कि पारी भन्छ त्यो थाहा भएन होइन यसो अब माथितिर जान्छौँ टक्कसँगले टक्क हुँदैछ यसो माथि उतापट्टि मान्छे नआएर टक्क बोकिँदै भइरहेछ होइन अब यस्तै हुँदैछ यहाँ मेला चाहिँ ठुलै लागेको छ अहिले चाहिँ अझै माथिसम्म रहेछ क्या अझै मेला चाहिँ यसो पुगेर आइदिउँ न उता पनि कत्रो लागेको छ भने यस्तो हेर्नु क्याब लगाएर चाहिँ कस्तो देखेको छ हौ कमेन्ट हाल्नु ल गाइजहरू होइन तर यो मेलामा चाहिँ क्या जुन पालि पनि झगडा चाहिँ हुन्छ कि तर यो पालि चाहिँ कोही भएको छैन थाहा भएन होइन लास्ट समयमा त्यहाँ चाहिँ हुन्छ क्या म बसिरहेको भने चाहिँ दामी क्लिप देखाइन्छ होइन वाट नाइस ब्युटिफुल यहाँ त दामी मार्केटिङ छ त मार्केटिङ हाल्न त यहाँदेखि सिक्नुपर्छ क्या यतादेखि यहाँ वाट नाइस अङ्कल खोइ चाख्दिउँ कस्तो छ यहाँ चाहिँ यो छ यसलाई के भन्छ त थाहा पाइनएप्पल अरे दामी हुन्छ अरे अब खोइ म टेस्ट गरेर हेर्छु ल दिनु दाइ मलाई सयको दिनु सयको एउटा आउँछ चाट होइन बनाउने मान्छे पनि डेन्जर छ छ त भाइ यहाँ पानी यो दुईवटा भयो अब एउटा खानु छ भने यहाँ आउने हाम्रो दाइकोमा दाइको पसलले अब अर्को पालि पनि आएर यहीँ खानुपर्छ सबैजनाले आऊ सबैजना खाएर जाऊ ओ राम्ररी आएर खाऊ अनि जाऊ खरबुजा खाने टक्क अब हामी खरबुजा लिन आँटेको छौँ खरबुजा चाहिँ यहाँ मलाई ओप्पो छान्न आउँछ नि यहाँ साउन्ड बब्बा लगाएपछि नि ड्याप ड्याप गरेको आन्टी त सडेको हुँदैन नि थ्याङ्क यू आन्टी नरिसाउनु आन्टी एकचोटि हाँस्दिनु आन्टी यता हेरेर आन्टीको यो रिएक्सन भाइरल हुनु पर्यो है अब
घरबाट लानुपर्छ अब जाँदैछु म यहाँ बेलुनहरू पनि छ अहिले बेलुन पनि किन्ने हुन्छ अहिले मन लाग्यो भने बेलुन सेलुन यस्तो किनेर टक्क लगिदिने अभिषेक राज भ्लग छ कुनै युट्युबमा हेर सबजना चिल्ला त अहिले 10 रुपियाँको दुध खाएर फेरि सान भनेपछि वाइन हालेर सिमरन तिम्रो सवारी सिमरन धुवानी सम्पर्क गर्नुलाई नम्बर पनि भनिदिनुहोस् बेला पनि घुम्यो वाक्क लाग्यो बेला पनि घुमेर कोही नै रमाइलो हुन्छ अब आफ्नो केटाहरू हुन्थ्यो साथीहरू नल्ने भन्थ्यो कोही जोस् रमाइलो हुन्छ बेलामा अहिले मेला पनि छैन त्यस्तो रमाइलो 120 रुपियाँ यहाँ चाहिँ टिकटक भाइरल जो के अरे बाउन्ड्री चप्पल यहाँ चाहिँ चस्मा सकिसकेको छ त्यो 3टा चस्मा चाहिँ मेरो लागि होला तिम्रो निगार किन हो खाइदिनु त्यस्तो कुरो गाजाको ब्यागको ओरिजिनल हो यहाँ चाहिँ ओरिजिनल सर्भर रहेछ यहाँ चाहिँ खोइ के को भिडियो यस्तो साह्रो यहाँ सबले क्यामेरा अन गरिरहेछ यो चाहिँ के भएको यहाँ खास कुरा अब म गएपछि थाहा हुन्छ यहाँ चाहिँ यो यहाँ लास्ट भिड भइरहेछ त खाना खानु परेको के भिडियो हाल्नु परेको यो भिड देख्न सक्नुहुन्छ तपाईहरु चिसाङ मेलाको अभिषेक राज भ्लग छ गएर हेर्नु होला तपाई पनि आउनुहुन्छ यहाँ चाहिँ भिडको क्रम अलिक बेसी नै भएको छ यहाँ फेरि साइकल छिराउन खोजेको छ गाडी मोटरसाइकल जाँदैन अभिषेक RAZZ अनि भ्लग हुन्छ हजुर भिड सक्यो अति कडा छ त भिडले त मार त भिडमा चाहिँ केही होइन कि मेन कुरा भनेको चाहिँ जसले हान्छ नि यस्तो भिडमा चाहिँ केही हेर्नु पर्दैन कि हानुहोस् न त जसले पनि हानुहोस् कि थोपडा चाहिँ हेर्नुपर्छ घरमा गएर राख्नुपर्छ त्यही हो यसो एउटा जेरी चाख्नु पाएको भए पनि हुन्थ्यो हिँड उता छिटो छोड जाँदिन यहाँनिर अन्त